गाई चाहिँ म चाहिँ अब कालेबुङ बुद्ध पार्कमा आएको छु है। हेर्नुहोस् रमाइलो छ एकदम घुम्न लागेको आज। ओ सेट बिहानमा मर्निङ वर्क आउनलाई त दामी ठाउँ छ यो है। हजुरहरू पनि घुम्न आउनु होला, रमाइलो ठाउँ छ। प्रताप सिंह गुरुङ मेजर रिमैया गुरुङ र प्रताप सिंह गुरुङको सम्झनामा उहाँहरूको ऊ रहेछ गाइज। राम्रो ठाउँ छ है, आउनुहोस्। हेलो वेलकम टु माई भ्लग। मलाई चाहिँ एकदम आउन रहर भएको ठाउँ है गाइज। पहिल्यैबाट आउँछु भनेको थिएँ, आज चाहिँ आएँ है। दामी ठाउँ छ, रमाइलो। हेर्नु बिरामी हुँदा नि आएको छु है म यहाँ। हेर्नुहोस् रमाइलो ठाउँ छ। फाइनली यहाँसम्मको बाटो नि वहीँको भिडियो नि बनाइदिएको छु मैले। आइपुगेँ है म तिम्रो साथमा। हे बुद्ध, म तिम्रो साथमा आइपुगेँ है। हेर्नु गाइस, फाइनल्ली म चाहिँ यहाँ आइपुगेको छु। आज त कोही पनि नआउनु त रहेछ, आउनुहोस् घुम्नलाई। हेर्नु उँधैतिरको नि रमाइलो भ्यूहरू छ। दामी राम्रो ठाउँ छ है गाइस। हेर्नु ल फाइनली यो फेरि एकछिन बढी स्यास्या भयो। एकछिन राखेर म फेरि आउँछु हजुरहरूमा चाहिँ। ल गुड बाई, फेरि आउँछु। हेर्नुहोस् कि बुद्धको मन्दिर कस्तो दामी छ। ठाउँ सिरेर हावा आउँछ, उँधो हेऱ्यो सर र यहाँबाट यस्तो उक्लेर आएको हामी है। यहाँ चाहिँ यस्तो दामी ठाउँ छ आउनुहोस् घुम्नको लागि है। धेरै राम्रो छ यो ठाउँहरू चाहिँ। यस्तो दामी रमाइलो ठाउँ चाहिँ एकदम पर्यटनको लागि मनहर्र हुने ठाउँ है। दामी रमाइलो छ। आज हल्का तुवालो लागेर मात्रै हो, नत्र धेरै राम्रो ठाउँ छ। घुम्नलाई आउनुहोस् होला है। घुम्ने ठाउँ चाहिँ एकदम दामी छ है। ल राम्रो छ, आउनु घुम्नको लागि। फेरि पनि म भन्छु जस गुड हो, राम्रो। अब हामी यस्तो दामी ठाउँहरू छ, मन शान्त एकदम मनोरम भन्ने दृश्य हुन्छ है। हेर्नुहोस् यही हो, आउन मन लागिरहेको थियो पहिल्यैदेखि थिएँ, आज आइपुगेँ घुम्नलाई। शान्तिको प्रतीक बुद्ध भनेको चाहिँ माया। म पनि शान्ति भएको छु नि आजभोलि त। पहिला तिम्रो साथमा हुँदै फेरि क्यार प्यार गर्थ्यो होला, तिमीले छोडेर गयौ। आजभोलि मन भुलाउनको लागि भए पनि तिम्रो यादसँग घुम्दै हिँड्छु। अहिले यहाँ म एक्लै छैन नि माया, मेरो मनमा त तिमी छौ। हिँड्न पो म एक्लै हो, मनमा त तिमी छौ नि माया। ओके गाइज, फाइनल्ली अब चाहिँ हामी बुद्ध पार्कबाट चाहिँ फर्किँदैछौँ है। अब राम्रो ठाउँ छ घुम्नलाई, हामी घुम्यौँ है। आउनुहोस् हजुरहरू पनि घुम्न आउनु होला। म त घुम्न आउँदा हिँड्दा पसिनै भइसक्यो कि कति रमाइलो ठाउँ छ है। हेर्नु त्यो पारी पनि दामी देखिन्छ, तर आज हल्का तुवालो लागेर चाहिँ राम्रो देखेको छैन है। तुवालो लागेर हो, नत्र त पोखराको भ्यू यस्तो दामी देखिन्थ्यो। तपाईँहरू चाहिँ तुवालो नलाग्ने दिनमा आउनु होला है। ओके फाइनल्ली यस्तो दामी ठाउँहरू छ। हेर्नु हामी आयौँ घुम्नलाई है, देखेको त छ होला नि त है। अब हेर्नु, अब चाहिँ माथि नै उक्लेर बनाउँछु है त म। यहाँ चाहिँ दानपेटी गरेर चाहिँ सकेको आफूले सकेको गर्ने हो। हेर्नुहोस् एकदम राम्रो छ आउनु घुम्नको लागि है। राम्रो ठाउँ छ, आउनु घुम्नको लागि पनि आउनु। दामी रमाइलो ठाउँ छ घुम्ने हो।
हिँड्ने हो, त्यही त हो नि। अब हामीले अरू जिन्दगीमा त मैले ठुलो प्रगति त केही गर्न सकेको छैन, तर मन शान्तको लागि भए पनि घुमेको छु, हिँडेको छु है। आउनुहोस्, त्यही हो, आज मऱ्यो भोलि दिन के छ र, भोलि 2 दिन बाँचिन्जेलसँग घुम्ने हो, हिँड्ने रमाइलो गर्ने है। हेर्नुहोस् म पनि आइसकेको छु, हेर्नुहोस् है रमाइलो ठाउँ छ हेर्नु। त्यही बुद्ध भगवान् हाम्रो शिरमा हुनुहुन्छ। म झर्दैछु फाइनल्ली। अब घुमियो, आउन मन थियो, आइयो है। रमाइलो ठाउँ छ, हजुरहरू पनि घुम्न आउनु होला सबैजनालाई। मेरो च्यानलमा जतिजना हुनुहुन्छ सब आएर बुद्ध पछि आउँछु ल, बस है ल, फेरि पछि अर्को ब्लगमा गरौँ ल। ए गाइज अब हामी त घुम्न आइसकेका छौँ है। हेर्नु माथि पनि रमाइलो ठाउँ छ। अब फेरि बुद्ध भगवान्लाई एकचोटि भाइ भनेर आउँछु है। बुद्ध हेर्नुहोस् रमाइलो ठाउँ छ है, घुम्नको लागि आइपुग्यौँ है। फेरि म त आज चाहिँ आफ्नो हैसियत अनुसार भन्छ नि, म त्यस्तो धनी त छैन कि भगवान्, तर पनि मनको तिर्सना मात्रै है। जो आउनुहुन्छ सकेको गरिदिनु होला गाइस, त्यही हो, अरू केही छैन। अब चाहिँ म लागेको झरेको फाइनल्ली, फेरि पछि आइन्छ है घुम्नको लागि। रमाइलो ठाउँहरू छ, त्यही आइयो, मन खुसी भयो। मनमा धेरै पीडा परेको छ भने नि आउनु है। सुन माया, अब त मर्छस् त म बिना बाँच्न सक्दैनस्, त एक्लो छस् भन्थ्यौ नि माया। म त आजभोलि त कति खुसी छु नि, यसरी भगवान्को ठाउँ मन्दिरमा आएको छु। तिमीले छोडे पनि मलाई साथ दिने चाहिँ धेरै हुनुहुन्छ के, भगवान् हुनुहुन्छ, त्यहाँ पारि शिवजी हुनुहुन्छ। म एक्लो छैन नि माया, म धेरै छु मेरो साथमा। तिमी बरु एक्लो होलौ, म कहिले पनि एक्लो हुन सक्दिनँ। यो कुरा चाहिँ बुझ है माया। यस्तो रमाइलो ठाउँ छ देख्यौ, तिमीले छोडेर म यस्तो रमाइलो ठाउँमा घुम्न आएको छु के, देख्यौ नि। म यस्तो रमाइलो ठाउँमा छु, छोडेथ्यौ नि। अहिले चाहिँ पछि त तिमीलाई लाग्यो होला कि बरु योसँग बसेको भए म यता जान पाउँथेँ, उहाँ जान पाउँथेँ भन्थ्यौ होला। तर अब चाहिँ पछुताएर बस तिमी, म चाहिँ ह्याप्पी नै छु है माया। खोइ म अभागी भनौँ कि तिमी अभागी भनौँ माया, माया त तिमीलाई नि गर्थ्यौ, मैले पनि गर्थ्यौ। परिस्थिति क्या आयो मलाई बिचमा छोड्नु पर्ने थाहा भएन। भन्न त भन्थ्यौ यो मैले समातेको हात नि माया, तँलाई कहिले पनि छोड्दिनँ, तँ जस्तो अवस्थामा हो भने साथ दिन्छु भन्थ्यौ। तर बिचमा छोड्यौ। ठिक छ, तिमी जहाँ छौ खुसी रहौ, सुखी रहौ। म तिम्रो साथमा नभए पनि यादमा धेरै खुसी छु माया। यही हो जिन्दगीको यादहरूमा, कहिले अघि कहिले पछि भइन्छ, त्यही हो। तिमी भन्दा केही समय अगाडि म हुन्छु होला, तर जहाँसुकै रहौँ तिमीलाई धेरै मिस गर्छु, धेरै माया गर्छु, धेरै याद गरिरहनेछु है। मिस यु माया मेरो। गाइज फाइनल्ली अब हामी चाहिँ यहाँबाट फर्कियौँ। यो बुद्ध पार्क भइगयो, यो मेरो गाडी भइगयो, अनि हाम्रो दिदीको चटपट पसल छ। यहाँ आउने जति सबैले हाम्रो दिदीको मिठो चटपट खाएर जानु होला, एकदम मिठो बनाउनुहुन्छ। हाम्रो पोखराको खाती भाइको भिडियो हेरेर आएको भनेपछि दिदीले सस्तो पनि दिनुहुन्छ है। ल फाइनल्ली अब फेरि फर्किने बाटो जान्छु, त्यसपछि फेरि हामी कुरा गरौँ ल भाइ।